यसरी होइन फर्स्टबाट हेलो हेलो साथीहरू, मेरो छोटो मिठो ब्लगमा हजुरहरूलाई स्वागत छ। र यो चाहिँ भिडियो हो कसर बटार्ने दिनको भिडियो आइसकेको छ। र हामी चाहिँ निक्लेको थियौँ बिहान बिहानै बजार। हस्बेन्ड र म आएको थियौँ बजार। अब भन्छन् नि है, बिहा जब तक सकिँदैन तब तक बजार पनि सकिँदैन। र त्यस्तै नै भएको छ। अलिकति हामीहरूको बजार र बिहाको बजार पनि थियो। त्यही लागि भने मैले जबसम्म बिहा सकिँदैन तबसम्म बजार आउने काम त सकिँदैन। र हामीहरूले बजार गरिसकेर बिचमा यति नै फोन आइगयो किनकि लगन गर्ने बेला भइसकेको थियो र लगनगाठी हुन्छु भनेको थिएँ र त्यसको लागि मलाई पर्खिराख्नु भएको रहेछ। यसै त एकदम ठिक टाइम भएको रहेछ, लगन गर्ने टाइम। जुन टाइममा लगनको टाइम थियो त्यही टाइममै हामी आइपुगेको थियौँ। र आएरै म रेडी भएर बाहिर निस्किँदाखेरि आमाहरूले पनि सबै थोक रेडी गरिसक्नु भएको थियो र यता सबैजनालाई टिको लगाइदिनु हुँदैछ। अब सोच्न त कति थोक सोचिन्छ है, यस्तो गर्छु उस्तो गर्छु भनेर, तर सबै थोक त गर्न कहाँ नपाइँदो रहेछ। र आफ्नो घरको बिहा भनेपछि सबैतिर हेर्न पर्छ। आफ्नो जिम्मेदारी आफैलाई नै थाहा हुन्छ होइन भन्नु त। र यहाँ सबैजनालाई टिको लगाइदिइसकेर अब चाहिँ हामी एकदम रेडी भइसकेको छौँ लगन गरेर। त्यसपछि हामी लग्दैछौँ अब चाहिँ कसार बटार्ने जग्गामा। र त्यहाँ लगेर थोडा अलिकति नियमहरू गर्नु छ। र यहाँ चाहिँ कति फुर्ती हुनुभएको छ सबैजना। अब लगन घाटे भनेपछि कहाँ फट्टै छोडाइ हुन्छ। र यता आगो जोडेर त्यसपछि फेरि पिठो भुटेर कसार पनि बटार्न छ। यता चाहिँ एकदम त्यसको बिचमा नाच चलिरहेको रहेछ। अब हामी त हलिन पाएको थिएनौँ। हामीहरूको यता नियम पुरा गरिसकेको पछि आएर हेरेको त दादाले यता पूजा गर्न ठिक्क पारिराखेको रहेछ। र दादाको यता नियमहरू चल्दा यता हामीहरूको हल्दीको लागि पनि डेकोरेसन हुँदैछ। हल्दी त थोडा टाइमै छ। र त्यसको बिचमै हामी चाहिँ फोटो मारौँ भनेर यतापट्टि पोज दिन थाल्यौँ। र आएँ म फेरि यता कसार बटार्ने जग्गामा। हेर्नुहोस् न, सबैजना आउनु भएको छ। यता आमै, काकी, माइजू, भाउजू, फुपू सबैजना हुनुहुन्छ। कसार खाना चाहिँ कसलाई राम्रो लाग्छ भन्नु है। यता बहिनीले हाई भन्दैछिन्। मेरो सानीमाको छोरी हो र हजुरलाई भिडियोमा देखाइसकेको छु अगाडि नै। यता चाहिँ एकदम कसार बटाराइ भइरहेको छ र दादाको पनि यता चलिरहेको छ पूजा। अब कसार बटार्ने एक दिन अगाडि कति नियम हुन्छ है, त्यो नियमको बिचमा उनीहरूको नियम भइरहेको छ र हामीहरूको चाहिँ यता डान्स चलिरहेको छ। अब डान्स कसरी नचल्नु होइन र, बिहा लागेपछि डान्स नचलेर भयो र यता दिदी बहिनी सबैसँग भेट हुँदाखेरि झन् कति राम्रो लाग्छ।